वक्रतुण्डं महाकाय कोटिसूर्य समप्रभो निर्विघ्नो देव सर्वकार्येषु सर्वदा सर्वविघ्नविनाशाय सर्वकल्याणहेतवे पार्वती प्रियपुत्राय गणेशाय नमो नमः। श्री गणेशाय नमः। यस धर्मसभाका अध्यक्ष जो आचार्य गुरु गणेश गुरु प्रमुख अतिथिज्यूहरू विशिष्ट अतिथिज्यूहरू विभिन्न मठ मन्दिरबाट पाल्नुहुने सम्पूर्ण भक्तमय बा आमा दाजुभाइ दिदीबहिनीहरू सबैप्रति म हार्दिक नमन गर्दछु। आज यस हरिहर पञ्चायत मन्दिरमा आएर मलाई गीता पाठ गर्ने जुन सुवर्ण अवसर दिनुभयो उहाँहरूप्रति म हार्दिक कृतज्ञता ज्ञापन गर्दछु। यहाँ मभन्दा धेरै दिग्गज गुरुहरू मैले अगाडि देखिरहेको छु, तैपनि उहाँहरूको सामु मैले के जानेको छु र यो सूर्यको अगाडि बत्ती देखाउनु जस्तै हो। तैपनि म जे जस्तो जानेको छु म त्यस्तै चाहिँ वाचन गर्छु। मबाट मेरो चाहिँ कुनै किसिमको अन्य बाहिरीय कथाहरू मसँग त्यति छैन। म किताबमा जे छ म त्यो यथाशक्य चाहिँ पढ्छु। कृपया शान्त भएर सुनिदिनु हुन म हार्दिक अनुरोध पनि गर्दछु। सर्वप्रथम पुष्पाञ्जली। सबैले हातमा चाहिँ फुलगुच्छा लिनुहोस्, नभए हात जोडेर एकछिन ध्यान गर्नुहोस्। पुष्पाञ्जली। ओम पार्थाय प्रतिबोधितं भगवता नारायणेन स्वयं व्यासेन गतं पुराणमुनिना मध्ये महाभारते अद्वैतामृतवर्षिणी भगवती अष्टादशाध्यायिनी ममतं मनसं वदामि भगवत गीते भगवद्देशिणम्। प्रपन्न नमस्ते व्यास विशाल बुद्धे फूलारविन्द यतपत्र नेत्रं येन त्वया भारतैलपूर्ण प्रज्वलितो ज्ञानमय प्रदीप। प्रपन्न पारिजाताय स्तोत्रवेतैकपाणये ज्ञानमुद्राय कृष्णाय गीतामृत द्विहे नमः। सर्ववंशो गावो दूधो गोपालनन्दन पार्थ वसुदेवभवता दूधं गीतामृतं महत्। वासुदेवसुतं देवं कंसचारुमर्दनं देवकी परमानन्दं कृष्णवन्दे जगद्गुरुं। विष्णुदुर्दयाधरथला गन्धारनीलोत्पला शल्याग्राहति कृपेण वहनी कर्णेन वेलाकुला। अशोष्टां विकर्णघोरमकरा दुर्योधनावर्तिनी श्रुतिशृङ्खलपाण्डवैरणदी कैवर तव केशव। पार्याचार्यवचं सरोजमौलं गीतार्थगन्धोतकं नानाख्यानककेसरं हरिकथा सम्बोधना बोधितं। लोके सज्जनसत्पतिरहर पेपीयमानमुदा भूयत् भारतपङ्कजं कलिमलं प्रदं स्युम्न श्रेयसे। मुकुं करोति वाचालं पङ्गुलङ्घयते गिरिं यत्कृपातमां वन्दे परमानन्दमाधवम्। शशङ्खचक्रं सगीतकुण्डलं सपीतवस्त्रं सरसीरेक्षणं सारवस्त्रकोतुवस्त्रियं नमामि विष्णु शिरसा चतुर्भुजम्। वंशी विविष्टकरा नवनीरदावा पीताम्बरदारुणबिम्बफला गरुसाद स्फुरेन्दु सुन्दरमुखा दरविन्दनेत्रं कृष्णात् परं किमपि तत्त्वं न जाने। तमेव माता च पिता तमेव बन्धु च सखा तमेव विद्या द्रविणं तमेव सर्वं मम देवदेव। यं ब्रह्मा वरुणरुद्रमर्तस्तुम्यन्ति देवैस्तवैर्वेदैः सङ्गपदाश्रमोपनिषदे गायन्त्यं सामगा। धेनावस्थितगतेन मनसा पश्यन्त्यं योगिनो येषान्तं योजनसुरा शृङ्गणा देवाय तस्मै नमः। या शक्तिरूपेण जगत्त्रयाणां मालोकत्रया विजय प्रवृत्ता सा भूरिति सा तरलितरङ्कितां रामकितेश्वरी नित्यतुतित्ततरङ्गे। इमानि पुष्पाणि मनोहराणि सुरास्त्राणापि दुर्लभानि कल्पाद्रुमधर्मजानितानि पुष्पाञ्जलिर्मेतु सुखाय नित्यं। नाना सुगन्धपुष्पाणि यथा कालो भवानि च पुष्पाञ्जलिमया दत्तं गृहाणां परमेश्वर।
गीता महात्माको नारायण। हरि ओम श्री कृष्णाय वासुदेवाय हरये परमात्मने व्रत कृष्णासाय गोविन्दाय नमो नमः। यो गीता महात्मा अन्तर्गत विभुक्ति योग पाठ अथवा चाहिँ अध्याय 10औं स्कन्धमा यहाँ कृष्णबाट चाहिँ मुख्य विभुक्तिको चाहिँ वर्णन गर्नुभएको छ। त्यही वर्णनको चाहिँ बारेमा यहाँ प्रस्तुत हुँदैछ। आज कृष्णबाट मुख्य विभुक्तिको चाहिँ वर्णन श्लोक चाहिँ 19। भगवान वाच, भगवान के भन्नुहुन्छ, भगवानको चाहिँ कुरा सुन्नुहोस्। हन्तते कथयिष्यामि दिव्यात्मविभूतय प्राधान्य कुरु श्रेष्ठ नास्यन्तो विस्तरस्य मे। हुन्छ केही भन्दछु मुख्य आफ्ना दिव्य विभूतिमा, मेरो विस्तारको अन्त्य छैन यो हो मनमा गम। भगवान आज्ञा गर्नुहुन्छ। भगवान श्री कृष्ण भन्नुहुन्छ, लौ हे कुरुश्रेष्ठ, हे भरत, मेरो दिव्य विभूतिका माध्यमबाट तिमीलाई मुख्य मात्र केही बताउँछु। मेरा विभूतिका फलैबाट को अन्त्य हुँदै छँदै छैन, अर्थात् बताइसकिँदैन। मेरा चाहिँ विभूतिहरू अनगिन्ती छन्, धेरै छन्। ती चाहिँ विभूतिहरू यहाँ बताएर साध्यै छैन। तैपनि म चाहिँ मुख्य चाहिँ कुराहरू के हुन् त्यो चाहिँ म यहाँ तिमीलाई चाहिँ प्रस्तुत गर्छु भनेर श्री कृष्ण चाहिँ भगवानले अर्जुनलाई बताउँदै हुनुहुन्छ। अहमात्म गुणाकेश सर्वभूताशय स्थित, अहमादिष्ट मध्यम च भूतानामन्तैव च, अन्तर्यामी महु आत्मा सबैको हृदय स्थित, मै आदि मध्य प्राणीको अन्त्य मे हे जन भारत। हे गुणकेशर, हे भरत, सब प्राणीका अन्तःकरणमा रहने आत्मा म हुँ अनि सब प्राणीको आदि अन्त्य र मध्य र अन्त्य पनि मै हुँ। अब यहाँ जति चाहिँ प्राणीहरू छन्, यी प्राणीहरूको अन्तःकरणमा चाहिँ मै रहन्छु, उनीहरूको आत्मामा म रहेको छु। र ती चाहिँ जति पनि प्राणीहरू छन् तिनीहरूको आदि भनेको कहिलेबाट सुरु भयो अनि मध्यमा के छ र अन्त्यमा पनि के हुन्छ, यो सबै कुरा चाहिँ म जान्दछु। तिनीहरू सबैको चाहिँ भित्र मै नै रहेको छु भनेर कृष्ण भगवान भन्दै हुनुहुन्छ। अनादित्यहं विष्णु ज्योतिषं रविः रमसुमान्, मरीचिर्मरुतामस्मि नक्षत्राणामहं शशि। आदित्यमा म हुँ विष्णु तेजिलो मा म सूर्य हुँ, मरीचि हुँ मरुतामा चन्द्र नक्षत्रमा म हुँ। अब के हुन्छ त भगवान अब आफ्नो चाहिँ विभूतिको बारेमा भन्दै हुनुहुन्छ। 12 आदित्यका मध्यमा विष्णु म हुँ। विष्णु भगवान पनि भगवान कृष्ण म नै भन्नुहुन्छ। तेजहरूमा यो जुन चाहिँ सूर्य छ नि, सूर्यको तेज यहाँ प्राप्त भइरहेको छ, हामीले त सूर्य प्राप्त गरेका छौँ। त्यो किरणको शोभायमान भएको पनि म नै हुँ। मेरै तेजबाट चाहिँ यो पृथ्वी उज्यालो भएको छ, यसले चाहिँ ताप दिएको छ, यसले तेज दिएको छ, यसले चाहिँ प्रकाश दिएको छ। त्यो दिने प्रकाश दिने पनि म नै हुँ भनेर चाहिँ भगवान कृष्ण भन्नुहुन्छ। त्यस्तै 49 वायुहरू त 49हरू छन्, यी वायुहरू पनि म नै हुँ। र यो नक्षत्रहरू चन्द्रमा पनि म नै हुँ भनेर भगवान विष्णुले भगवान चाहिँ श्री कृष्णले यहाँ बताउनु भयो। प्राणीहरूको चाहिँ आदि मध्य र अन्त्य पनि उहाँ नै, सूर्य पनि उहाँ नै, 49 वायु पनि उहाँ नै, चन्द्रमा पनि उहाँ नै। आफू चाहिँ बताउँदै हुनुहुन्छ, मुख्य भन्नुभएको छ। यहाँ चाहिँ सबैजना भन्नुभएको छैन कि मुख्य कुराहरू चाहिँ भन्दै हुनुहुन्छ।
वेदानां सामवेदोऽस्मिन् देवानां शिवा सब इन्द्रियाणि मनसास्मि भूतानामस्मि चेतना वेदमा महु सामवेद देवतामा म इन्द्र हूँ मन इन्द्रियमा महु प्राणीमा चेतना महु। अब जाने वेदहरू छ नि जुन 4 वेदहरू ती सबै वेदहरू सामवेद यजुर्वेद यी जति गरी वेदहरू छन् ती सबै चाहिँ वेदमा चाहिँ मन्यौ मैबाट चाहिँ उत्थान भएको यो वेद पनि। अनि त्यस्तै देवताहरूमा देवताका चाहिँ स्वर्गका राजा इन्द्र त्यो इन्द्र पनि मन्यौ। त्यस्तै सब प्राणीको चेतना जे कुरा हामी थाहा पाउँछौँ नि त्यो केबाट थाहा पाइएको त भन्दा उनी भगवान् कृष्ण भगवानको चाहिँ कृपाबाट हामीले थाहा पाइएको हो। देखेर थाहा पाउँछौँ, हामी सुनेर थाहा पाउँछौँ, हामी छोएर थाहा पाउँछौँ, हामी गन्ध लिएर थाहा पाउँछौँ। यो सबै चाहिँ कुरा भगवान्ले नै हामीलाई दिनुभएको र त्यहीबाट चाहिँ हामीले यो कुरा थाहा पाएको हौँ। म वेदहरूमा सामवेद देवताहरूमा इन्द्र हुँ इन्द्रियहरूमा मन हुँ म प्राणीहरूमा चेतना अर्थात् प्राणको चलन शक्ति पनि म हुँ। जे चलेको छ तपाईँहरूको चाहिँ यो चेतना भएको छ चेतना शक्ति बढेको छ त्यो सबै चाहिँ म नै हुँ। रुद्राणां मकर चास्मिन् वित्तेषु एछर छेषां वसुनां वा पावन चास्मि मेरु शिखरिणामहम्। रुद्रमा शङ्कर महु एछादिमा कुबेर हुँ वसुमा पावक महु मेरु पर्वतमा महु। अब रुद्र भगवान शिव शङ्कर भनेर भनिन्छ। शिव शङ्कर पनि उहाँ भगवान चाहिँ कृष्ण नै हुनुहुन्छ। अनि त्यस्तै सबैभन्दा चाहिँ धनी कुबेर यस्तो चाहिँ कुबेर पनि उहाँ भगवान चाहिँ कृष्ण नै हुनुहुन्छ। त्यस्तै राक्षसहरूको चाहिँ कुबेर महु भन्नु छ। अनि अष्टवसु पावक अथवा अग्नि पनि म नै हुँ आगो पनि म नै हुँ। र यी चाहिँ जति पर्वतहरू छन् ती 7 पर्वतहरूमध्ये सुमेरु पर्वत पनि म नै हुँ। सबैभन्दा ठुलो पर्वत सुमेरु पर्वत पनि भगवान चाहिँ श्री कृष्ण नै हुनुहुन्छ। म नै हुँ भनेर चाहिँ कृष्णले भन्नुभएको छ। पुरोधसां च मुख्यं वा विद्धि पार्थ बृहस्पतिं सेनानी नाहं स्कन्द सरसास्यमि सागर। पुरोहितमा मुख्य बृहस्पति पनि महु महु सेनापतिमा स्कन्द तलाउमा समुद्र हुँ। अब पुरोहित सबै कुरा चाहिँ जान्ने हुने बृहस्पति मुख्य चाहिँ बृहस्पति जो गुरु मानेर भनिन्छ त्यो बृहस्पति पनि भगवान श्री कृष्ण नै हुनुहुन्छ। अनि सेनापति सेनाको चाहिँ मालिक पनि स्कन्द भनेर भनिन्छ उहाँ पनि श्री कृष्ण नै हुनुहुन्छ। र यो समुद्र जुन पानीको चाहिँ सागर छ त्यो समुद्र पनि भगवान श्री कृष्ण नै हुनुहुन्छ। श्री कृष्ण त्यही कुरा बताउँदै हुनुहुन्छ है। महर्षिणां भृगरहं गिरिराशिमहकमक्षरं यज्ञानं जपयज्ञस्मिन् स्थावराणां हिमालय। महर्षिमा भृगगुरु महु वाणीमा ओम पनि महु यज्ञमा हुँ जपयज्ञस स्थिरमा महु हिमाल हुँ। जसै चाहिँ महर्षि ठुला ऋषिहरू जुन चाहिँ भृगु गुरु नाम गरेका चाहिँ ऋषि हुनुहुन्छ त्यो ऋषि भृगु नाम गरेका ऋषि पनि भगवान कृष्ण नै हुनुहुन्छ। अनि सबैका चाहिँ प्राणीमा ओम भन्ने हुन्छ नि हैन हामीले अघि नै त्यो 2-3 फेर चाहिँ ओमकार उच्चारण गर्यौं त्यो पनि को हो त भन्दा उहाँ भगवान श्री कृष्ण नै हुनुहुन्छ। यज्ञहरू गर्छौं ठुला चाहिँ यज्ञ गर्छौं त्यो सबैभन्दा ठुलो यज्ञ जुन यज्ञ हो त्यो यज्ञ पनि त्यो यज्ञको हर्ताकर्ता त्यो पनि को हो त भन्दा म नै हुँ। र अटल रहने कहिले पनि नहलिने स्थिर रहने हिमालय पनि म नै हुँ भनेर भन्नुहुन्छ श्री कृष्ण भगवानले। महर्षिहरूमा भृगु गुरु बोलीमा एकाक्षर अर्थात् ओमकार
म हुँ, यज्ञहरूमा जप यज्ञ म हुँ, स्थावर अर्थात् स्थिर पदार्थहरूमा हिमालय पनि म हुँ। अस्वस्थ सर्वविदेशाणां देवर्षिणां च नारद गन्धर्वाणां चित्ररथ सिद्धानां कपिलो मुनि। देवर्षिहरूमा नारद म हुँ, वृक्षहरूमा पिपलै म हुँ, पिपल पनि भगवान् कृष्ण नै हुनुहुन्छ। गन्धर्वहरूमा जो चाहिँ गन्धर्व मिठा मिठा धुन गाउने गाइने भन्छौँ नि, मिठा मिठा स्वर गाएर चाहिँ गीत गाउँछ नि जसले, त्यो चाहिँ त्यो चित्ररथ नामको चाहिँ गन्धर्व पनि म नै हुँ। अनि यो हामी चाहिँ भगवान् विष्णु भनेर पिपलको चाहिँ ठुलो वृक्ष छ जसले चाहिँ हामीलाई सबैभन्दा बढी अक्सिजन चाहिँ प्राप्त दिन्छ। त्यो वृक्ष अथवा चाहिँ पिपलको वृक्ष रुख पनि म नै हुँ भनेर भगवान् भन्नुहुन्छ। सारा वृक्षमा अस्वस्थ पिपल म हुँ, देवर्षिहरूमा नारद म हुँ, गन्धर्वहरूमा चित्ररथ र शिखरहरूमा कपिल मुनि पनि म नै हुँ। उच्चै श्रवसमस्यानां विद्धि माम् अमृतोद्भवम् ऐरावतं गजेन्द्राणां नाराणां च नराधिपम्। घोडामा अमृतोत्पन्न जान उच्च श्रवा म हुँ, ऐरावत हात्तीमा राजा मानिसमा म हुँ। घोडाहरूमा अमृत मथन गर्दा निस्कने उच्च श्रवा मलाई नै जान अथवा म नै हुँ। र यो संसारमा सबैभन्दा बलवान जुन चाहिँ हात्ती छ, ऐरावत नामको हात्ती, त्यो हात्तीमा चाहिँ शक्ति दिने पनि को हुँ भन्दा चाहिँ म नै हुँ, मैले नै शक्ति दिएको हुँ। र मानिसहरूको चाहिँ मानिसले चाहिँ राजा भन्छौँ, त्यो राजा पनि म नै हुँ। आयुधानमहं वज्र धेनुनामस्मि कामधुक् प्रजानां समास्मि कन्दर्प सर्पाणामस्मि वासुकी। हुँ हतियारहरूमा वज्र, गाईमा कामधेनु हुँ, उत्पत्ति गर्ने म हुँ, काम सर्प वासुकी म हुँ। अब हतियार जसलाई वज्र भनेर भनिन्छ, त्यो वज्र पनि म नै हुँ, त्यस्तो हतियार पनि मै हुँ। अनि सारा चाहिँ गाईहरू छन्, ती गाईहरूमा सबैभन्दा उत्तम गाई कामधेनु गाई भनेर भनिन्छ, त्यो कामधेनु गाई पनि म नै हुँ। त्यो उत्पत्ति गर्ने पनि म हुँ, सृष्टिकर्ता पनि म नै हुँ। र यो सर्पहरूमा जुन ठुलो वासुकी नाम गरेको सर्प छ, त्यो सर्प पनि म नै हुँ। म हतियारमा वज्र हुँ, गाईहरूमा कामधेनु र प्रजा उत्पन्न गर्नेमा कामदेव म हुँ, सर्पहरूमा वासुकी नाम गरेको सर्प पनि म नै हुँ। अन्ततः चास्मि नागानां वरुणो हो यदसामहं, पितॄणाम् अर्यमा चास्मि यमशंसयाः संयमहमात्महम्। शेष हुँ नागमा यादो गणमा वरुणै म हुँ, पितृमा अर्यमा मै हुँ, हुकुममा यमै म हुँ। अन्त नागहरूमा अनन्त अथवा शेष नाग गरेको नाग पनि मै हुँ। जलचर जो चाहिँ प्राणी जलमा बस्छन् ती प्राणीहरूमा वरुण पनि म हुँ। र पितृहरूमा अर्थमा पनि म हुँ, हुकुम दिने यमराज पनि म हुँ। जुन चाहिँ यमराजको दिन हुकुम आएपछि, यमराज आएपछि केही गरेर छोड्दिनु भन्छन् नि, त्यस्तो चाहिँ यमराज पनि फेरि यमराज भएर पनि भगवान् श्री कृष्णले चाहिँ हामी यहाँ आउनुहुन्छ। प्रह्लाद चास्मि वैतानां नागाहं, प्रह्लाद चास्मि दैत्यानां कालकलयतामहं, मृगाणां च मृगेन्द्रोऽहं वैहीनते यश्च पञ्छिणाम्। प्रह्लाद दैत्यमा मै हुँ, कालग्रासकमा म हुँ, मृगेन्द्र मृगमा मै हुँ, पन्छीमा गरुडै म हुँ। हे भगवान्, हे पार्थ, हे चाहिँ अर्जुन, म दैत्यहरूमा प्रह्लाद हुँ। दैत्य जस्तो सबभन्दा ठुलो चाहिँ प्रह्लाद, त्यो पनि मै हुँ। यश गर्ने अथवा चाहिँ धन दिने पनि मै हुँ, कालहरूको काल पनि म नै हुँ। र पशुहरूमा मृगद्रोह अथवा चाहिँ सिंह पनि मै हुँ। र पन्छी चराचुरुङ्गीहरूमा पनि गरुड नाम गरेको पनि म नै हुँ।
पवन पौधा चास्मी राम शास्त्र विता महम झसड मकर चास्मी श्रोता मस्मी जाह्नवी राम हुँ शस्त्रधारीमा वेगवान मह वायु हुँ महु मकार छायामा नदीमा जाह्नवी महु म वेगवानमा वायु हुँ शस्त्रधारीमा म राम हुँ शस्त्र प्रहार गर्ने पनि राम जस्तो पनि म नै हुँ माछाहरूमा ठुलो चाहिँ माछा पनि मै हुँ र नदीहरूमा भागीरथी नामहरूको चाहिँ गङ्गा जसलाई चाहिँ जाह्नवी भनेर भन्छ त्यो गङ्गाको नि मै नै हुँ भनेर भगवान् श्री कृष्णले बताउँदै हुनुहुन्छ र यहाँ सम्बन्धी चाहिँ यहाँ जे थियो मैले त्यो जस्तातस्तै विस्तारित वर्णन गरेँ। अब यहाँ अरू चाहिँ बाँकी पनि छ, अरू समय पनि छ, मेरो समय चाहिँ सिद्धिएको हुनाले मैले यही विश्राम गरेँ। हरि ओम श्री कृष्णाय वासुदेवाय हरये परमात्मने रत कृष्णासाय गोविन्दाय नमो नमः। श्री कृष्ण गोविन्द हरे मुरारे हे नाथ नारायण वासुदेव अनन्त वैकुण्ठ मुकुन्द कृष्ण गोविन्द दामोदर माधवेदे। यो फेरि सबैले जोडले भन्नुहोस् त। श्री कृष्ण गोविन्द हरे मुरारे हे नाथ नारायण वासुदेव अनन्त वैकुण्ठ मुकुन्द कृष्ण गोविन्द दामोदर माधवेदे। श्री कृष्णार्पणमस्तु। नारायण।